हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। म पनि सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आश गरेको छु। आज म हाइड्रेन्जिया फुलको बगैँचाको टुर गराउन गइरहेको छु। साथीहरू, जुन फुल हजुरहरूले देख्नु भएको छ त्यो फुलको नाम चाहिँ हाइड्रेन्जिया हो र यसलाई चाहिँ विभिन्न उपनामले नेपालमा चिनिने गरिन्छ। जस्तै यसको उपनाम हो सुगन्धराज, हंसराज र यसलाई भावनाको फुल पनि भनेर चिनिने गरिन्छ। कतै कतै त यसलाई सात रङ्गे फुल पनि भनिन्छ, किनभने यसले रङ बदलिरहन्छ। त्यस कारणले यो हाइड्रेन्जियाको बोट चाहिँ झाडी जस्तै हुन्छ, 1 मिटरदेखि 3 मिटरसम्म अग्लो हुन्छ। गर्मी र वर्षायाममा यो चाहिँ फुल्ने गर्छ। जस्तो वसन्त ऋतु अप्रिल टु मे अर्थात् नेपालीमा ज्येष्ठदेखि असाढसम्म चाहिँ यसले के गर्छ भन्दाखेरि आफ्नो पातहरू अर्थात् औलो फेर्ने गर्छ अनि कोपिलाहरू यसमा बस्ने गर्छ। अनि वर्षा ऋतु जस्तै जुन टु अगस्तसम्म चाहिँ अर्थात् नेपालीमा साउनदेखि भदौसम्म चाहिँ यसमा फुलहरू ढकमक्क यसै गरी फुल्ने गर्छ। र शरद ऋतुमा चाहिँ अर्थात् सेप्टेम्बर टु अक्टोबर अर्थात् असोज महिनामा चाहिँ यो के गर्छ, ओइल्याउँदै जाने गर्छ र कागजको जस्तो यसको भुरा रङ आउनु थाल्छ यसबाट। र यो हाइड्रेन्जिया फुललाई चाहिँ धेरै पानी चाहिने गर्छ। माटो सधैँ ओसिलो राख्नुपर्छ, तर हिलो बनाउनु चाहिँ हुँदैन। गर्मीमा त यसलाई झन् दिनौँ पानी हालिराख्नुपर्छ। यसको रोप्ने उत्तम समय भनेको चाहिँ फागुन चैत र असोज कार्तिकलाई मानिन्छ। साथीहरू, यो हाइड्रेन्जिया फुल चाहिँ कहिले पनि एक्लो फुल्ने गर्दैन। सासाना सयौँ फुलहरू मिलेर ठुलो गुच्छा बन्ने गर्दछ। यो हाइड्रेन्जिया फुललाई चाहिँ टाढाबाट हेर्दाखेरि यस्तो लाग्छ कि रङ्गीन कटन क्यान्डी वा खाता जस्तै देखिन्छ। एउटा गुच्छाको आकार चाहिँ हातको मुठीदेखि लिएर टाउको जस्तो पनि हुनसक्छ, लगभग 10देखि 15 सेन्टिमिटरसम्म। हाइड्रेन्जिया फुल चाहिँ ठुला ठुला र पातहरू चाहिँ एकदमै हरिया हुन्छन्। पातको किनारामा चाहिँ दाँतको आकार जस्तै हुन्छ र यसलाई दाँते पात भएको फुल पनि भनिन्छ। यो फुलको सबैभन्दा ठुलो विशेषता चाहिँ रङ बदल्ने विशेषता हो, किनकि यो हाइड्रेन्जियालाई चाहिँ धेरै किसिमको रङहरू बदल्ने गर्छ। जस्तै गाढा निलो, बैजनी, मिक्स रङ, रातो, गुलाबी। तीमध्ये सेतो हाइड्रेन्जियाको रङ चाहिँ कहिल्यै पनि बदलिँदैन, त्यो चाहिँ सधैँ सेतो नै हुने गर्छ। यदि हामीले माटोमा एल्युमिनियम सल्फेट, कफीको छोक्राहरू हाल्ने गऱ्यौँ भने हाइड्रेन्जियाको रङ चाहिँ गाढा निलो अर्थात् बैजनी हुन्छ। साथीहरू, हामीले हाम्रो घरको सुन्दरता बढाउनको लागि भित्री सजावट या बाहिरी सजावटको लागि हामीले हाइड्रेन्जियालाई यसै गरी गमलामा पनि रोप्ने गर्न सक्छौँ र साथसाथै बगैँचामा पनि लगाउन सक्छौँ। यो हाइड्रेन्जिया फुलको लागि चाहिँ चिसो हावापानी भएको वातावरण हुनुपर्छ। यदि हावापानी चिसो भयो भने यो हाइड्रेन्जिया फुल चाहिँ एकदमै राम्रो फुल्ने गर्छ। हाइड्रेन्जियाको बोटमा फुल फुलाउनको लागि एकदमै महत्त्वपूर्ण भूमिका माटोले खेल्ने गर्छ। यदि माटोमा अम्लीय अर्थात् एसिडिकको मात्रा ज्यादा भयो भने फुलको रङ निलो हुने गर्छ। यदि माटोमा क्षारीय अर्थात् एल्कालाइनको मात्रा ज्यादा भयो भने फुलको रङ गुलाबी हुने गर्छ। यदि हामीले माटो मिलाएर रोप्यौँ भने एउटै बोटमा हामीले निलो र गुलाबी दुवै रङको फुल फुलाउन सकिन्छ। यहाँसम्म मेरो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद हजुरहरूलाई।